संस्कार संस्कृतिप्रति हामीले सम्मान गर्छौँ, सद्भाव राख्छौँ। यो नै हामी नेपालीको पहिचान हो। हामी नेपाली हुनुमा यसैमा गर्व गर्नुपर्छ। कुनै एउटा समुदायले अर्को समुदायको संस्कार संस्कृतिको संरक्षण गर्नु उसको दायित्व हो। यदि हामी सच्च नेपाली हो भनेदेखि एक जातिले अर्को जातिको भाषा, संस्कार, संस्कृति, वेशभूषाको संरक्षण गर्नको निम्ति सहयोग गर्नु त्यो दायित्व अन्तर्गत पर्दछ, एउटा नेपालीको दायित्व हो। त्यही अन्तर्गत रहेर हामी थुलुङदुधकोशी गाउँपालिकामा रहँदै गर्दाखेरि यहाँ पनि विभिन्न जात जातिको मानिसहरूको बसोबास रहेको छ। विभिन्न भाषा भाषीको धर्म, संस्कार, संस्कृति मान्ने जात जातिहरूको हाम्रो बसोबास रहेको छ। यही वडा नम्बर 7 मा पनि आज हामीले यो तोसीकोमको उद्घाटन गर्दैछौँ। यो सँगसँगै यही वडामा देउली घर पनि निर्माण भइरहेको छ। कलङ्की धर्म मान्नेहरूको आज जुन मन्दिर पनि निर्माण भइरहेको छ, यो कुरा पनि म यहाँलाई जानकारी गराउँदछु। हामी यसै गरी तोसीकोमको उद्घाटन गरे जस्तै हामीले देउलीको मन्दिर पनि हामीले उद्घाटन गर्नेछौँ। सरकारले सबै जात जातिलाई, सबै भाषा भाषीलाई, सबै संस्कार संस्कृतिलाई संरक्षण गर्दै अगाडि बढ्नुपर्ने सरकारको दायित्व हो। त्यही अन्तर्गत थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर 7 ले गाउँपालिकाको नीति अनुसार नै काम गरिरहेको कुरा म यहाँलाई जानकारी गराउँदछु। विकास भनेको पूर्वाधार निर्माण गरेर मात्रै हुँदैन। पूर्वाधार निर्माणको पाटो एउटा विकास हो भने सामाजिक विकास अर्को महत्त्वपूर्ण पाटो हो। सामाजिक विकासलाई हामीले विकासको रूपमा हामी देख्दैनौँ। त्यो झट्ट लगानी गर्दाखेरि त्यसको प्रतिफल भनेको दीर्घकालीन रूपमा पछि प्राप्त हुन्छ। त्यो दीर्घकालीन रूपमा त्यसले चाहिँ महत्त्व राख्दछ। तर पूर्वाधार निर्माण गर्दाखेरि त्यसले केही समयको लागि त्यो देखिँदाखेरि तत्कालको लागि त्यो विकास भएको हो, तर त्यसले दीर्घकालीन रूपमा नि असर त पार्दछ, महत्त्व त राख्दछ। तर सामाजिक विकास बिनाको विकास, पूर्वाधारको विकास कुनै पनि विकास होइन भन्ने कुरामा हामी प्रष्ट छौँ। त्यसै कारणले यो वडा नम्बर 7 हामीले विभिन्न किसिमका तालिमहरू सञ्चालन गरेका हौँ। हामीले यो तोसीकोमको उद्घाटन गरेका हौँ। यो तोसीकोमको लागि हामीले बजेट व्यवस्था गरेका हौँ। योभन्दा अघिल्लो साल हामीले चेराकुमा यसै गरी तोसीकोमको निर्माण गरेका थियौँ। यसपालि हामीले यहाँ निर्माण गरेका छौँ। यसै गरी आवश्यकता अनुसार अन्य क्षेत्रको तोसीकोमको लागि पनि हामीले बजेट व्यवस्था गर्नेछौँ। त्यसको लागि म प्रतिबद्धता व्यक्त गर्दछु। आज यहाँ हामीले देख्दै गर्दाखेरि यति राम्रो, यति आकर्षक निर्माण भएको छ। बजेटको कुरा गर्ने पनि ठुलो बजेट होइन। वडाबाट हामीले 2 लाख रुपियाँ बजेट व्यवस्था गरेका हौँ। तर यहाँ 20 दिन 32 दिनसम्म तपाईँले श्रमदान गर्नुभएको छ। यस टोलको यो तोसीकोममा रहनुहुने तपाईँ सम्पूर्णलाई म विशेष गरी आभार व्यक्त गर्दछु। सरकारले दिएको बजेटमाथि स्वस्फूर्त रूपमा तपाईँहरूले मैले यहाँ देखिरहेको छु। म हरेक पटक आइरहेको थियो, काम गर्दाखेरि मेरो उपस्थिति भइरहेको थियो। तर यति मजाले काम गर्नुभएको थियो, तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।